12 बजेपछि न्यु इयर हुन्छ। त्यही भएर आज हामी ब्याक टु माई न्यू भिडियो। आज न्यू ब्लग। आज चाहिँ न्यु इयर हो, नेपाली न्यु इयर। रातिको 12 बजेपछि न्यु इयर हुन्छ। त्यही भएर आज हामी ब्ल्याक साइड आएको। नेपाली न्यु इयर, नेपाली कल्चर। गजब टोपीबाज आदमी। लोटे 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 इन्डियन न्यु इयर के अरे विदेशी न्यु इयरमा मान्छे प्याक हुन्छ। नेपाली न्यु इयर यस्तो हुन्छ। यतिसम्म छ है नेपालीमा। पोखरामा न्यु इयर अलिकति यतिसम्म माहौल छ। हेर्नुहोस् पोखरामा यस्तो न्यु इयर भयो। कति राम्रो राम्रो गिरेछ हेर उति हेर्नुहोस्। कति राम्रो राम्रो गिरेछ। भाइरल 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 कृपया सबै बढी बोकिरहेको होला। अनि धेरै धन्यवाद व्यक्त गर्दै अबको लागि भनी नेपाली न्यु इयर यसरी मनाइरहेको छ। नेपालमा पनि न्यु इयर यसरी मनाउँदो रहेछ। हाम्रो आमा नेपाली न्यु इयर मनाउँदै हुनुहुन्छ। निकै बन्जे बाजाको साथमा निकै राम्रो रमाइलो नेपाली लोक भाषालाई
प्रसारण गर्दै निकै नाच एकछिन भाइहरूको नाच पनि मेरो नाच पनि देख्नुभयो होला। अब हामी उता कन्सर्ट भएको ठाउँतिर जाँदैछौँ। कस्तो हुँदैछ त त्यतातिर के छ? अझै पनि कति बजेछ भने भर्खरै अहिले चाहिँ 11 बज्न लागेको छ। अझै 1 घन्टा छ टाइम 12 बज्नलाई नेपाली न्यु इयर आउनलाई। त्यसपछि 1 2 3 गो ह्याप्पी न्यु इयर भन्ने हामी सबै चिचाएर हामी ह्याप्पी न्यु इयर भनौँला है तपाईँ अनि हामी सबैलाई। ल विशेष सबैलाई ह्याप्पी न्यु इयर। अनि अब न्यु इयर चाहिँ अब 1 घन्टा बाँकी छ नि न्यु इयर आउनलाई। त्यही पनि हामी यस्तो लेक साइडमा घुमिरहेको छौँ किनकि लेक साइड भनेको पोखराको यस्तो चलपल एरिया हो। त्यहाँ आधै बबाल हुन्छ क्या। ल देख्न सक्नुहुन्छ पछाडि भिड हेर्नु मान्छेको भिड हेर्नुहोस् त छ नि त। नेपालीले आफ्नो नयाँ अब पुरानो दुःखलाई भुलाएर अब नयाँ केही सुरुवात गर्नु छ भने अब आज चाहिँ यो 2001 घन्टामा हामीले 2079 साललाई भुलाएर हामी 80 सालमा प्रवेश गर्छौँ। त्यही भएर आज हामी त्यो पुरानो के भयो 79 सालमा हामीले के गर्यो के राम्रो भयो कि नराम्रो भयो होला त्यसलाई भुलाएर आज हामी अब नयाँ सुरुवात गर्दैछौँ 80 सालको। त्यही भएर आज हामी लास्ट डे हो लास्ट नाइट हो। त्यही भएर अब आज हामी यसरी रमाइलो गर्नुपर्ने हुन्छ बेसी रमाइलो गर्नुपर्छ। अब 2069 सालमा जे पनि गल्ती गर्यो जे पनि राम्रो नराम्रो सबै भयो सबलाई भुलाएर अब 80 सालको सुरुवात म राम्रो गर्छु भनेर म अगाडि बढ्दैछु। र अब एकछिनपछि 1 घन्टापछि हामी सेलिब्रेसन गरेको भिडियो देखाउँछौँ अनि हामी सेलिब्रेसन गर्छौँ। ओके अब सेलिब्रेसन गर्दा भेटौँला। बवाल देखिरहेको छ यस्तो बवाल भइरहेको छ एकदम। हाम्रो मित्रहरू पनि आइसकेको रहेछ। ह्याप्पी न्यु इयर ब्रो। ह्याप्पी न्यु इयर ल बहिनी ल। ह्याप्पी न्यु इयर तल अङ्गल मारेर गर्ने अहिले हामी नि छ यहाँ के डिजिस गाने फेरि ह्याप्पी न्यु इयर वेटिङ बिजी गरे एक डान्स हान्दिनु पर्छ क्या। ह्याप्पी न्यु इयर नेपालीलाई माया गर्नुपर्छ। नेपाली लभ यु नेपाल। हिरो चाहिँ यहाँ छ। ये बड़ी अच्छी बात कही आप। आमालाई भनिदिनु कस्तो मजा उड्यो। साथी यहाँ छ। Happy New Year guys, Happy New Year. Happy New Year. Come on, let's go. यसको केटीको आवाज आयो फेरि। ये घाट
ह्याप्पी न्यू इयर गाइस सबलाई ह्याप्पी न्यू इयर स्वर सुक्यो गाइस ह्याप्पी न्यू इयर गाइस ह्याप्पी न्यू इयर Thank you so much. Please like, share, subscribe my YouTube channel. सबैलाई ह्याप्पी न्यू इयर बे सोर सुकै छ कराउँदा ह्याप्पी न्यू इयर अनि के भयो 2079 लाई घुमाएर बिर्सिन 80 लाई अङ्गालो गाइज लभ यु प्लिज सब्सक्राइब माई युट्युब च्यानल सोर सुक्यो लभ यु शेयर र तपाईहरुको ह्याप्पी न्यू इयर कस्तो भयो हाम्रो ह्याप्पी न्यू इयर यस्तो भयो Amazing. थ्यांक यू Everything, everywhere. लभ यु अल कीप सपोर्टिङ कीप लभिङ एन्ड प्लिज सब्सक्राइब माई युट्युब च्यानल नाम छ भिडियो चाहिँ प्लिज हेर्देऊ है नरिसाइकिन सबैले एकदमै हामी चाहिँ एकदम हामीले मेहनत गरेको मैले इन्सपिरेसन माई युट्युब इन्सपिरेसन भनेको एङ्गे मल्लिक उसको च्यानलमा एक 200 सब्सक्राइबर पनि छैन भने नि यत्रो भएर यत्रो गयो होइन यत्रो गरेर यत्रो तर हो मेरो इन्सपिरेसन युट्युब इन्सपिरेसन हो एङ्गे मल्लिक है एङ्गे मल्लिक चाहिँ माई इन्सपिरेसन बट स्टिल आई एम गोइङ अन युट्युब यो रोन अप सो ग्रोथ अप ग्रो गर्दैछु होइन तपाईँको माया चाहिन्छ सपोर्ट चाहिन्छ अनि सोर सुकेछ किनभने आज सोर सुकेको कारण चाहिँ ह्याप्पी न्यू इयर म त एकदम सोझो मान्छे हो युट्युबर नो अल्कोहल नो अल्कोहल नो अल्कोहल अल्कोहलले चाहिँ बिल्कुल प्रमोट नगर्ने यस्तो बेलामा मासु रक्सी के खानुहुन्न खानुहुन्न गाइस अनि प्लिज आफ्नो फ्यामिलीलाई सपोर्ट गरौँ माया गरौँ र तपाईँ पनि खुसी रहनु होला लभ यु कट